युट्युब चलाउँदै तपाईँको युट्युबको गीत बजाउँदै मोबाइलको स्क्रिन अफ गर्दाखेरि पनि युट्युबको गीत बजिराख्ने कसरी, हामी युट्युबको सिधै गीत कसरी सुन्न सक्छौँ भन्ने कुरा थियो। त्यसलाई चाहिँ म यसमा कसरी गर्ने भनेर म तपाईँहरूलाई बुझाउन गइरहेको छु। अब सपोज तपाईँले युट्युब खोल्नुभयो, युट्युबमा यो एउटा गीत बजाउनु भयो सपोज। अब यो गीत गीत बज्यो नि त, हो यो गीत बज्दै अथवा यो गीतलाई चाहिँ हामी यो गीत बज्दा यो गीत मात्र सुन्छु, भिडियो हेर्दिनँ र म मेरो युट्युबमा अरू मोबाइलमा अरू काम गर्नु छ भनेदेखि चाहिँ यो गीत बजाइराख्ने कसरी भनेर चाहिँ म तपाईँहरूलाई सिकाउन गइरहेको छु। अथवा यो गीत चाहिँ बजिराख्ने मोबाइलको चाहिँ स्क्रिन अफ गर्नु पर्यो, किनकि त्यो ब्याकअप धेरै दिन छ भन्ने हिसाबले पनि हामीलाई गीत मात्र सुन्नुपर्ने अवस्थामा के गर्ने भनेर चाहिँ म यहाँ बुझाउन गइरहेको छु। सपोज अहिले मैले यसलाई चाहिँ मिनिमाइज गरेँ भने यो गीत बज्न रोकिन्छ, हेर्नुहोस् है, यो गीत बज्न रोकियो, हेर्नुहोस् है। अब यहाँ कुनै पनि तरिकाले यो गीत प्ले गर्न सक्दैन है, ताकि युट्युब नै खोल्नुपर्छ। अब यो गीत हामी सुन्नका लागि यो मैले मोबाइल स्क्रिन अफ गर्दाखेरि पनि बजिराख्ने बनाउने कसरी भनेर चाहिँ म सिकाउन गइरहेको छु। त्यसको लागि तपाईँले मोबाइलको युट्युब एप्लिकेसन भन्दा पनि तपाईँले चाहिँ युट्युबलाई चाहिँ तपाईँको चाहिँ यो ब्राउजरबाट ओपन गर्नुपर्ने हुन्छ। अब तपाईँले ब्राउजरबाट ओपन गरिसके पछाडि मैले अलरेडी ब्राउजरबाट ओपन गरेको छु। जस्तो कि यहाँ गीत कलेक्सनै भेटिन्छ। अब यो गीत कलेक्सन चाहिँ हामी यसमा चाहिँ भिडियो हुँदैन, गीतहरू हुन्छ। अब यो गीत सुनिराख्ने, तर हामीलाई मोबाइल हेर्नु छैन भनेदेखि चाहिँ के गर्ने भनेर चाहिँ म यहाँ सिकाउन गइरहेको छु। सर्वप्रथम चाहिँ तपाईँले यो थ्री डटमा क्लिक गरेर चाहिँ मोबाइल साइट अहिले यहाँ देखाएको छ, यसमा चाहिँ डेस्कटप साइट आएको हुन्छ। तपाईँको डेस्कटप साइट अन गर्नुपर्ने हुन्छ। मैले अलरेडी अन गरेको छु। जस्तो मैले अन गरेको छैन भने यस्तो आउँछ। हामीले फेरि थ्री डटमा गएर चाहिँ उयो डेस्कटप साइट लेखालाई चाहिँ क्लिक गर्नुपर्ने हुन्छ। यति क्लिक गरिसकेपछि तपाईँको चाहिँ यो डेस्कटप साइटमा ओपन हुन्छ र तपाईँले चाहिँ गीतहरू बजाउन सजिलै मिल्छ। तर मोबाइल साइटबाट पनि मिल्छ। मोबाइल साइटबाट गर्नुभयो भने चाहिँ तपाईँले यो गीतलाई मिनिमाइज गर्दाखेरि गीत चाहिँ रोकिन्छ, प्ले गर्न मिल्दैन। तर डेस्कटप साइट गरिसकेपछि प्ले गर्न मिल्छ। कसरी मिल्छ ल म तपाईँलाई देखाउन गइरहेको छु। अब सपोज मैले यो गीत कलेक्सनलाई नै प्ले गरेँ, मैले अलिकति फरवार्ड गरेँ, हो। अब यो गीत बजिरहेको छ है साथीहरू। अब यसलाई मैले मिनिमाइज गरेँ, हेर्नुहोस् है, मिनिमाइज गरेर रोकियो गीत है। रोकिसकेपछि अब यसलाई प्ले गर्नु पर्यो। प्ले कसरी गर्ने, यहाँनिर आएर बसेको छ, हेर्नुहोस् है, यो तपाईँको चाहिँ यो ब्राउजरको चाहिँ प्ले बटन। अब यहाँबाट प्ले गर्ने, ल यति गरिसकेपछि प्ले भयो। अब प्ले भइसकेपछि अब हामीलाई के काम गर्नु पर्यो, अरू काम गर्न मिल्यो। जस्तो इन्स्टाग्राम ओपन गर्ने हो कि अब सपोज मलाई मेसेन्जर ओपन गर्नु पर्यो कि के गर्ने। यो गीत बज्दै गर्न मिल्यो। गीत अनलिमिटेड बजिरहेको छ, हामीले आफ्नो काम गरिराख्न पाइन्छ। यसरी चाहिँ हामीले चाहिँ युट्युबमा भएको गीत चाहिँ यसरी बजाउन सकिन्छ। यो जानकारी कतिपय साथीहरू थाहा नहुन सक्छ, मैले लिएर आएँ। कस्तो लाग्छ कमेन्ट गर्नुहोस्। केही सुझावहरू छ भने सुझाव दिनुहोस्। म बिदा चाहन्छु, अर्को भिडियोमा भेट्ने बाचा गर्छु। अब मैले यसलाई पज गरेँ, यो भिडियो टुङ्गाउन चाहन्छु। हस्त, नमस्ते, बाई बाई।